के सोचेथे जिन्दगीमा के भयो आज एकाएकै आधी चल्यो दिउँसै पर्यो रात। मेरो घर चाहिँ बर्दिवास नगरपालिका 2 बदलखाडी खपाङ्गी टोल पर्छ। मेरो छरछिमेकी मेरो दाइहरू हुनुहुन्छ, मेरो साथीभाइहरू सम्पूर्णलाई म एकदमै धेरै धन्यवाद भन्छु। उहाँहरूको पनि साथ सपोर्ट छ म माथि। उहाँहरूले पनि राम्रो छ है भनेर उहाँले एउटा एक प्रकारको हौसला प्रदान गर्नुभएको छ। आफ्नो स्वर राम्रो छ भन्ने कुरा साथीभाइको तारिफ तपाईँले कति वर्षको हुँदा थाहा पाउनुभयो? 14-15 वर्षकै होला सायद, त्यो टाइममै हो। तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो, यो मनले थाहै नदी तिमीतिरै डेरा सर्यो। मायाले 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 लौ हेर मार्यो 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 मार्यो, मायाले लौ हेर मार्यो 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 मार्यो। यो गीत सङ्गीतमा लाग्दै गरेको नवगायकहरूलाई गीत सङ्गीतमा लाग्न कतिको गाह्रो अप्ठ्यारो छ? पहिलो कुरो भनेको त मान्छेमा इच्छा शक्ति चाहिँ हुनु पर्यो। अब आफूमा म केही गर्छु, सिङ्गर बन्छु होइन, अब म म्युजिक फिल्ममा के गर्छु भने पछाडि चाहिँ उहाँहरूले त्यो अनुसारले मेहनत पनि गर्नु पर्यो। अभियसली गाह्रो त गाह्रो नै हुन्छ, अब म्युजिक फिल्ममा धेरै गाह्रो छ होइन। अब तपाईँ बर्दिवासको हुनुहुन्छ होइन, काठमाडौँमा अहिले सङ्घर्ष गरिरहनु भएको छ। बर्दिवास नगरले विभिन्न साङ्गीतिक कार्यक्रमहरू गर्दा मलाई पनि सम्झियोस् भन्ने कतिको लाग्छ? त्यो त अभियसली लागिहाल्छ नि। हामी यहीँको स्थानीय कलाकारहरू हौँ, मतलब यहीँको स्थानीय व्यक्तिहरू हौँ, मानिसहरू हौँ। अब हामी पनि म्युजिक फिल्ममै के गर्छौँ भनेर लागिरहेको छौँ। अनि त्यो त अभियसली हुन्छ नि, आफ्नो चाहना हुन्छ नि, किनभने अब आफ्नै ठाउँमा गएर हामी त यही माटोको मान्छे हो नि त, यही माटोको यही ठाउँको छोरा हो भनौँ न, एउटा व्यक्ति हो। त्यो भएको पछाडि चाहिँ लाग्छ नि, त्यस्तो इच्छा त लाग्छ। बगैँचामा नजाऊ तिमी भँवराले चुमिदेला, बगैँचामा नजाऊ तिमी भँवराले चुमिदेला, फुले सोचेर तिमीलाई फुले सोचेर मनको चाह नलुकाऊ तिमी, मनको चाह नलुकाऊ तिमी, भँवरालाई दोष दिएर कठै भँवरालाई दोष दिएर